हेलो नमस्ते गुड इभिनिङ सबैजनालाई। आजको मेरो मिनी ब्लगमा तपाईँहरू सबैलाई स्वागत छ। आज म मेरो रुम टु ड्युटीको जर्नी तपाईँहरूसँग सेयर गर्दैछु। यो मेरो रुम अनि यो मेरो निन्द्राको साथी बेड अनि ड्युटीबाट आएर आराम गर्ने मेरो यो हो प्रिय साथी। अहिले म पनि लगभग नाइट सिफ्ट ड्युटी जानको लागि रेडी भइसकेको छु। सबै सामान चेक गरेपछि अहिले म तल चढ्दैछु ड्युटीको लागि। ड्युटी लामो भएको कारणले म चाहिँ अहिले रातिको लागि रोटी लिन आएको छु मार्केट। फाइनली म चाहिँ मार्केटदेखि निस्किसकेँ रोटी किनेर। अनि यो हो म बस्ने बिल्डिङ। अब भने म बसको वेट गर्दैछु। केही बेरमा ड्राइभर दाइ आउनुहुन्छ अनि लाग्नेछौँ हामी ड्युटीतिर। अनि यो मेरो साथी कटप्पा। प्रायः हामी सँगै ड्युटी जाने गर्छौँ। अब हामी बसमा चढिसक्यौँ। फाइनली हाम्रो बस पनि अब हिँडिसक्यो। अब हामी जाँदैछौँ ड्युटीतिर। अब हाम्रो यात्रा सुरु भइसक्यो। अनि बाहिरको भ्यू पनि निकै राम्रो देखिएको छ, त्यसैले म तपाईँहरूलाई पनि देखाइरहेको छु। फाइनली म मेरो ड्युटी लोकेसनमा आइपुगेँ। अब सुरु हुन्छ मेरो साँझको 6 बजेदेखि बिहानको 6 बजेसम्मको ड्युटीको यात्रा। अनि आजको काम सबै राम्रोसँग हुन्छ भन्ने यहाँ आशा छ। अनि आजको भिडियो मेरो यति नै हो। भिडियो मन परे लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। बाई बाई। तपाईहरूको साथ र मायाले अझ राम्रो भिडियो बनाउनु हौसला मिल्छ मलाई। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। गुड नाइट।